जनशक्ति र पर्यटन विकासका प्रशस्त सम्भावना जस्ता मुलुकमा विद्यमान स्रोत र साधनलाई नेपाल र नेपालीको हितमा परिचालन गरी मुलुकलाई क्रमिक रूपमा समुन्नतिको दिशातर्फ अगाडि बढाउनु परेको छ। शान्ति, सुरक्षा, स्थिरता र विकास चाहना राखेर प्राप्त हुने कुरा होइन। यी कुराहरूलाई प्राप्त गर्ने र संरक्षण गर्ने क्षमता हामीमा हुनु जरुरी छ भन्ने कुरा पनि हामी बिर्सन सक्दैनौँ। हाम्रा मित्र राष्ट्रहरूबाट नेपालप्रति दर्शाइ आएको सद्भाव तथा समझदारीलाई हामी महत्त्व दिन्छौँ। हाम्रा आकांक्षा, आवश्यकता र यथार्थता बारे हाम्रा मित्र राष्ट्रहरूलाई सही रूपमा बोध गराई नेपाल प्रतिको सद्भावनामा अझ वृद्धि गर्न सकिनेछ। आजभन्दा 7 वर्ष अघि हामीबाट जन आकांक्षाको कदर गर्दै संसदीय शासन प्रणालीलाई पुनर्स्थापित गरिबक्सी नेपाल अधिराज्यको संविधान 2047 जारी गरिबक्सेका हौं। बहुदलीय प्रजातन्त्रलाई संस्थागत रूपमा सुदृढ गर्न यस संविधान अन्तर्गत विभिन्न अभ्यासहरू हुँदै आएका छन्। हाम्रा सम्पूर्ण अभ्यास, संस्कार र व्यवहार प्रजातान्त्रिक आधार, मूल्य र मान्यता भित्र हुनु जरुरी छ। बहुदलीय व्यवस्थामा दलहरू बीच विभिन्न विषयमा मतमतान्तर हुनु स्वाभाविकै भए तापनि राष्ट्रिय सरोकारका विषयहरूमा दलीय दृष्टिकोणबाट माथि उठी राष्ट्रिय सहमतिमा पुग्नु आवश्यक हुन्छ। तसर्थ निस्वार्थ एवं वस्तुपरक भई राष्ट्रिय हितका यस्ता विषयहरू पहिल्याई त्यसतर्फ एकताका साथ अघि बढ्नुपर्ने खाँचोको अनुभव आज सर्वत्र गरिएको छ। सबै राजनैतिक दल, जनप्रतिनिधि, प्रशासक एवं बुद्धिजीवी यस विषयमा संवेदनशील हुने छन् भन्ने हामीले आशा गरेका छौं। केही वर्ष यता अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको अनिश्चितता, धार्मिक तथा जातीय हिंसा, विखण्डनवादी प्रवृत्ति र वातावरणीय ह्रासको फलस्वरूप विभिन्न राष्ट्रका जनताहरूले भोग्नु परेको कष्ट सबैको सामु स्पष्ट छ। कुनै पनि शान्तिप्रिय, सहनशील व्यक्तिका लागि यस्ता घटनाहरू चिन्ताका विषय हुन्। यस परिप्रेक्ष्यमा विगतका अनुभवहरूबाट शिक्षा लिई 21औं शताब्दीमा प्रवेश गर्न लागेका हामी नेपालीहरू नेपाल हाम्रो हो, हामी नेपालका हौं भन्ने भावनाबाट प्रेरित भई सजगताका साथ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हित र समुन्नतिका लागि आफ्ना क्षेत्रबाट समर्पित हुनु परेको छ। अन्तमा यस वर्षभरि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरी हाम्रो गद्दी आरोहणको रजत महोत्सव मनाइरहेका समस्त देशवासीका साथै यस समारोहको आयोजकहरूलाई धन्यवाद दिन चाहन्छौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।